साथीहरू हाम्रो धादिङको बैरिनी बजारमा पनि यो बाढीले धेरै क्षति पुर्याएको छ। यहाँको घरहरूलाई पनि पुरै डुबेर चाहिँ एकदमै नाजुक अवस्थामा छ हैन घरहरू। सडक सञ्जाल त अब त्यस्तै भइहाल्यो, अवरुद्ध छ अहिलेसम्म। यहाँबाट जे होस् यात्रा गर्न एकदमै कठिनाइ हैन, एकदम असम्भवै छ हैन। सायद यो भोलि पर्सिसम्ममा पनि यो सडक सुचारू हुन सक्दैन होला जहाँसम्म लाग्छ। अब ठाउँमा कति के भयो त्यो त थाहा भएन। हाम्रो यो बैरिनी बजारको महेश दोभान एरियाबाट यो बैरिनी बजारको आधी उँधोसम्म चाहिँ यस्तै गरी लेदो जमिरहेछ अहिले हैन। बाढी पसेर अहिले चाहिँ लेदो जमिरहेको छ। यतातिर चाहिँ यात्रा गर्न एकदमै असहज भइरहेछ। घरहरू धेरै एकदमै ध्वस्त त होइन, अब पुरै खोलाले खोलेर चाहिँ एकदमै नाजुक अवस्थामा छ है। हेर्नु यहाँ पारीको खोलाको पारीसम्म खोलेको छ बाढीले। यसरी रोडहरूको अवस्था यस्तो छ। यो त अझ धेरै कम हो। यतातिर चाहिँ डोजरहरूले यसो साफ गर्न पनि सुरु गरिसकेको छ। अनि सायद यो एरियाको चाहिँ यो रोड भोलि सम्भवतः भोलि चाहिँ सुचारू हुन्छ होला जस्तो लागेको छ। यहाँ ठ्याक्कै यो बैरिनी बजार हो। यो बैरिनी बजारको आधी उँधोसम्म चाहिँ लेदो आएको छ, बाढी आएको छ भने आधी चाहिँ एकदमै सुरक्षित छ है। यहाँ चाहिँ अब चाहिँ यो रोड चाहिँ सफा गर्ने क्रम पनि सुरु भइसकेको छ। सायद भोलिसम्ममा चाहिँ यो रोड सुचारू हुन्छ होला यहाँको चाहिँ सम्भवतः। देख्न सक्नुहुन्छ यहाँ पर चाहिँ यो जेसिबीले सफा गर्दै हुनुहुन्छ है।